सबले नमस्कार, म मोहन तब्दार। तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानल एम2 भिजुअल्समा। आजको यो भिडियोमा तपाईहरुलाई लाराभेलमा हामीले डाटाबेस कनेक्सन कसरी गर्छौं र डाटाबेसमा हामीले टेबल बनाउनको लागि कसरी माइग्रेसन क्रिएट गर्छौं र माइग्रेसन बनाइसकेपछि त्यसलाई कसरी माइग्रेट गर्छौं भन्ने विषयमा जानकारी दिन गइरहेको छु। अब स्टार्ट गरौँ आजको यो भिडियोबाट। लाराभेल प्रोजेक्ट बनाइसकेपछि हामीले डाटाबेस यहाँनिर हामीले डाटाबेस लिन सक्छौं। डाटाबेस हामीले कसरी क्रिएट गर्ने र डाटाबेस हामीले यसरी डाटाबेस बनाउनु पर्ने हुन्छ र डाटाबेस हामीले कसरी बनाउने अथवा लाराभेलमा डाटाबेस कनेक्सन हामीले डाटाबेस कनेक्सन कसरी हामीले डिफाइन गर्ने र यसको लागि हामीलाई के चाहिन्छ त भन्दाखेरि हामी कुन खालको डाटाबेस लिने त्यो डाटाबेसको डाटाबेस यहाँनिर हामीले नेम लिने कुन हाम्रो डाटाबेस लिने जस्तै हाम्रो सिक्वलाइट हुन्छ। सुरुमा चाहिँ हाम्रो डिफल्ट चाहिँ सिक्वलाइट हुन्छ के एसक्यूलाइट भनेर हामीले हेर्न सक्छौं। यो चाहिँ लाराभेलको सुरुमै इन्स्टल गर्ने बेलामा सोध्छ र हामीले दिएनौं भने डिफल्टली चाहिँ एसक्यूलाइट लिन्छ। तर हामीले युज गर्छौं माइस्कुल। हामीले माइस्कुल कसरी सेटअप गर्ने गर्छौं र डाटाबेसको नाम भइसकेपछि यो माइस्कुलको लागि हामीले के लिनु पर्ने हुन्छ त भन्दाखेरि यसको युजर नेम हामीले थाहा पाउनु पर्ने हुन्छ। युजर नेम र हाम्रो लोकलमा डिफल्टमा के हुन्छ त भन्दाखेरि यसको युजर नेमको हाम्रो रुट हुन्छ। त्यसरी नै हामीलाई थाहा पाउनु पर्ने भनेको पासवर्ड र पासवर्ड चाहिँ हाम्रो के हुन्छ त ब्ल्याङ्क हुन्छ। अनि त्यसपछि अर्को के हुन्छ त पोर्ट भन्ने हुन्छ। पोर्ट चाहिँ हामीले डिफाइन गर्नु हुन्छ। यसको अलरेडी हाम्रो डिफाइन भएको हुन्छ 3306 भनेर हुन्छ। त्यसपछि यसको जुन युआरएल हुन्छ अथवा आईपी एड्रेस युआरएल त्यो युआरएल चाहिँ हामीले डिफाइन गर्नुहुन्छ। हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि 127.0.0.1 र यो क्राइटेरियाहरु चाहिँ हामीले डाटाबेस कनेक्सन गर्नको लागि चाहिँ आवश्यक पर्छ। र यदि हामीसँग भइदियो भने हामीले लाराभेलमा डाटाबेस कनेक्सन चाहिँ गर्न सक्छौं। र यो कुरालाई हामीले प्र्याक्टिकली कसरी गर्छौं भन्ने कुरा चाहिँ हेर्न गइरहेको छौं। र हाम्रो यहाँनिर प्रोजेक्ट हामीले आफ्नो जुन प्रोजेक्ट यो भन्दा अगाडि हामीले क्रिएट गरिसकेका थियौं र त्यो प्रोजेक्टलाई यहाँनिर VS कोडमा हामीले यहाँनिर हेरिरहेका छौं। र डाटाबेससँग कनेक्सन गर्नको लागि सर्वप्रथम हामीले यहाँनिर जुन प्रोजेक्टको यो जुन हाम्रो यो फाइलहरु रहेको छ यो फाइलमा हाम्रो यहाँनिर .env फाइल छ। यहाँनिर .env फाइलमा हामीले क्लिक गर्यौं भने यसमा चाहिँ हामीले के सेटअप गर्नुपर्ने हुन्छ भन्दाखेरि हाम्रो डाटाबेसको यहाँनिर नेम हाम्रो डाटाबेसको के भन्छ युजर नेम पासवर्ड हामीले यहाँनिर लेख्नु पर्ने हुन्छ। यहाँनिर हामीले हेर्न सक्छौं यो डाटाबेसको यहाँनिर हाम्रो कनेक्सनहरु यहाँनिर हामीले हेर्न सक्छौं। यहाँनिर लाइन नम्बर हाम्रो 23 मा यहाँनिर यो विषयमा चाहिँ हामीले यहाँनिर बुझ्नु पर्ने हुन्छ। यहाँनिर के छ त भन्दाखेरि डीबी अनुसार कनेक्सन भनेको अब कसको लागि हामीले गर्ने त यहाँनिर एसक्यूलाइट भनिरहेछ। यो एसक्यूलाइटलाई हामीले हटाएर यहाँनिर के गर्छौं त भन्दाखेरि माइस्कुल गर्छौं। माइएसक्यूएल सरी माइस्कुल गर्छौं र त्यसपछि डीबी होस्ट जुन हाम्रो यहाँ आईपी एड्रेस रहेको छ यो लोकल होस्टको लागि हो र यसको लागि हामी के गर्छौं यहाँ हटाएर यसलाई यसरी db_host equals to 127.0.0.1 रहेको छ। त्यसैले हाम्रो यो पोर्ट 3306 लाई यसरी यहाँनिर हामीले यसलाई कमेन्ट आउटलाई कमेन्टलाई यसरी हालिदिन्छौं लाराभेल। अनि त्यसपछि यहाँनिर युजर नेम रुट रहेछ। त्यसपछि पासवर्ड यहाँनिर हाम्रो ब्ल्याङ्क रहेको छ। यहाँनिर db_ डाटाबेस यो भने हाम्रो डाटाबेसको नाम हो। जस्तै यसलाई हामीले के गर्छौं त भन्दाखेरि dit_2000 हामीले कति गर्छौं भन्दाखेरि 80 गर्छौं। र यो जुन डाटाबेसको नाम रहेछ यो डाटाबेस हामीले के गर्नुपर्छ त भन्दाखेरि माइस्कुल डाटाबेस म्यानेजमेन्ट सिस्टममा यो चाहिँ हामीले क्रिएट गर्नुपर्ने हुन्छ र यसलाई हामीले सेभ गरिदिन्छौं। र त्यसपछि हामी के गर्छौं त भन्दाखेरि हाम्रो सिस्टममा रहेको जुन माइस्कुल डाटाबेस म्यानेजमेन्ट सिस्टम छ त्यसलाई चाहिँ के गर्नुपर्ने हुन्छ त रन गर्नुपर्ने हुन्छ। रन गर्नको लागि हामीले ज्याम कन्ट्रोल प्यानलमा जान्छौं र ज्याम कन्ट्रोल प्यानलमा चाहिँ माइस्कुल र त्यसपछि अपाचीलाई हामीले यहाँनिर
रन गरिदिन्छौँ। यहाँनिर अपाचे यहाँनिर स्टार्ट बटनमा क्लिक गरिदिने, त्यसपछि यहाँनिर माइस्कुएल रहेको छ, यसलाई पनि हामीले के गरिदिन्छौँ यहाँनिर स्टार्ट गरिदिन्छौँ। र स्टार्ट गरिसकेपछि हामी एउटा ब्राउजरमा जान्छौँ। यहाँनिर ब्राउजरमा जाने र यहाँनिर हामी के गर्छौँ त भन्दाखेरि लोकल होस्ट गरे, लोकल होस्ट गर्ने र लोकल होस्ट गरिसकेपछि हामी PHP माइडिनमा जान्छौँ। यहाँनिर लोकल होस्ट आइसक्यो, यहाँनिर हामीले PHP माइडिनमा यहाँनिर क्लिक गर्दैन र यहाँनिर हामीले एउटा डाटाबेस बनाउनु पर्ने हुन्छ। हामीले डाटाबेस बनाउँछौँ र डाटाबेसको नाम के हुन्छ त भन्दाखेरि यहाँनिर हामीले जुन सेट गरेको छौँ त्यही यहाँनिर हामीले लेख्नुपर्ने हुन्छ। यहाँनिर DIT_2080 रहेको छ, हामीले DIT_2080 नै यहाँनिर हामीले डाटाबेस चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ। यहाँ अलिक टाइम लिइरहेको रहेछ। यहाँ हाम्रो PHP माइडिनको थ्रुबाट चाहिँ हामीले डाटाबेसहरू चाहिँ बनाउने, टेबलहरू पनि बनाउन सक्छौँ। यहाँनिर PHP माइडिनमा आइसकेपछि यहाँनिर हाम्रो थुप्रै किसिमको डाटाबेस यहाँनिर बनिसकेको छ र हामीले नयाँ बनाउनुको लागि यहाँनिर न्यू भन्ने जुन बटन रहेछ त्यसमा हामीले क्लिक गरिदिने। क्लिक गरिसकेपछि यहाँनिर क्रिएट डाटाबेस भनेर चाहिँ यहाँनिर हाम्रो डाटाबेसको नाम मागेको छ। यहाँनिर हामीले डाटाबेसको नाम दिन्छौँ। त्यहाँनिर हाम्रो के रहेको छ त भन्दाखेरि DIT_2080 यहाँनिर रहेको छ र यति गरिसकेपछि यहाँनिर जुन क्रिएट भन्ने बटन रहेको छ त्यसलाई हामीले प्रेस गरिदिने र प्रेस गरिसकेपछि हामीले यो साइडमा हेर्न सक्छौँ डाटाबेस बनाऊ भने यहाँनिर हाम्रो देखाउनेछ। यहाँनिर डाटाबेस यहाँनिर हेज बिन क्रिएटेड भनिसक्यो र यहाँनिर हामीले यहाँनिर DIT_2080 यहाँनिर आइसकेको छ र यो डाटाबेसभित्र अहिले कुनै पनि टेबल बनेको छैन। हामीले पछाडि टेबल बनाउँछौँ र यहाँनिर अहिले कुनै पनि बनेको छैन भनेर हामीले हेर्न सक्छौँ। र यति गरिसकेपछि यहाँनिर हामीले हेर्न सक्छौँ DIT_2080 यहाँनिर लेख्छौँ र त्यसपछि हाम्रो जुन माइग्रेसन रहेको छ यहाँनिर त्यो माइग्रेसनलाई हामी के गर्नुपर्ने हुन्छ त भन्दाखेरि माइग्रेट गर्नुपर्ने हुन्छ। योभन्दा अगाडि हाम्रो जुन माइग्रेसन फाइल थियो त्यो माइग्रेसन फाइल सम्पूर्ण फाइलहरू यहाँ रहेको छ र यो फाइललाई हामीले योभन्दा अगाडि SQLite को लागि माइग्रेसन भएको थियो, तर हामीले डाटाबेस म्यानेजमेन्ट सिस्टमले चेन्ज गरिरहेका छौँ अथवा डाटाबेसको नामै चेन्ज गरिरहेका छौँ भने फेरि हामीले के गर्नुपर्ने हुन्छ त यो माइग्रेसन फाइल चाहिँ रन गर्नुपर्ने हुन्छ र माइग्रेसन फाइल रन भएको छ कि छैन भन्ने कुरा हेर्नको लागि यहाँनिर हाम्रो एउटा कमान्ड रहेको छ PHP RT_RTSUN अनि माइग्रेट अनि यहाँनिर हामीले स्ट्याटस भनेर लेख्छौँ भने हामीले माइग्रेसन फाइल रन भएको छ कि छैन भन्ने कुरा चाहिँ यहाँनिर हामीले त्यसको स्ट्याटस हामीले थाहा पाउन सक्छौँ। यहाँनिर माइग्रेसन टेबल नट फाउन्ड भनिरहेछ र हामी यसलाई के गर्छौँ भन्दाखेरि माइग्रेसन गर्छौँ PHP RTSUN माइग्रेट भन्ने हुन्छ कमान्ड रहेछ PHP RTSUN माइग्रेट यिनीहरूलाई हामी के गरिदिन्छौँ भन्दाखेरि इन्टर गरेर रन गरिदिन्छौँ र यहाँनिर हामीले हेर्न सक्छौँ माइग्रेसन यहाँनिर माइग्रेसन टेबल बनायो। त्यसपछि यहाँनिर हाम्रो माइग्रेसन जुन यहाँनिर जुन माइग्रेसन फाइलहरू रहेछ यसको आधारमा यहाँनिर के हो त यो माइग्रेसन फाइल चाहिँ रन भयो। अब फेरि पनि हामीले यहाँनिर माइग्रेट स्ट्याटस गर्छौँ भने यहाँनिर हामीले हेर्न सक्छौँ यहाँनिर यसले के देखाउँछ भन्दाखेरि यो जुन ब्याच नम्बर यहाँ देखाउँछ होइन, फर्स्ट ब्याचमा यो माइग्रेसन फाइल हो र यो रन भएको भएन भन्ने कुरा चाहिँ देखिन्छ। यहाँनिर ऱ्यान भनेर आइरहेछ भनेपछि यो रन भइसक्यो। भन्नु मतलब यो माइग्रेसन फाइलले के टेबल बनायो त्यो हेर्नु पर्यो भने हामी फेरि पनि कहाँ जान्छ ब्राउजरमा जाने PHP माइडिनमा जाने र यो डाटाबेसमा हामीले के गरिदिन्छौँ त भन्दाखेरि रिफ्रेस गऱ्यौँ भने हामीले यो टेबलमा यो डाटाबेसमा के टेबल बनेको छ त्यो कुरा चाहिँ हामीले यहाँबाट हेर्न सक्छौँ। जस्तै मैले क्लिक गरिदिएँ र क्लिक गरिसकेपछि लोडिङ भइरहेको रहेछ, यहाँनिर लोडिङ हुन्छ र यो भित्र के टेबल छ त्यो सम्पूर्ण टेबलहरू र त्यसको टेबलमा रहेका फिल्ड्सहरू र फिल्डको टाइपहरू के छ सम्पूर्ण कुराहरू यहाँनिर हामीले हेर्न सक्छौँ। यहाँनिर धेरै किसिमको टेबल्सहरू यहाँनिर बनिसकेको छ, यहाँनिर हामीले हेर्न सक्छौँ र जस्तै फर इक्जाम्पलको लागि यहाँनिर हामीले युजर्स टेबलमा जान्छौँ भने युजर्स टेबलमा के रेकर्डहरू छ त्यो पनि हेर्न सक्छौँ। यसले कुनै पनि रेकर्डहरू रहेको छैन
र यसको स्ट्रक्चरमा हामीले यो टेबलको के फिल्ड छ, फिल्डको नाम के हो, अनि फिल्डको यहाँनिर हामी टाइप गर्न सक्छौँ, त्यो टाइप के हो भन्ने कुरा चाहिँ हामीले यहाँबाट चाहिँ थाहा पाउन सक्छौँ। र यो माइग्रेसनलाई फेरि पनि हामीले रोल ब्याक गर्छौँ। अनि रोल ब्याक गरिसकेपछि हामीले यो माइग्रेसन फाइललाई फेरि एज इट इज नै राख्न चाहन्छौँ भने, अथवा यो माइग्रेसनलाई हामीले रिभर्स गर्न चाहन्छौँ, अथवा माइग्रेसनलाई हामीले डिलिट गर्न चाहन्छौँ, अथवा डाटाबेसमा रहेका टेबलहरूलाई चाहिँ हामीले फेरि डिलिट गर्छौँ भने के गर्ने त भन्दाखेरि यहाँनिर एउटा कमान्ड रहेको छ PHP टिसन, यसरी रोल ब्याक हामीले गऱ्यौँ भने एउटा ब्याच जुन छ वान ब्याच चाहिँ के जान्छ त ब्याक जान्छ। जस्तै हामीले PHP एडिसन रोल ब्याक गऱ्यौँ भने यसले के गर्छ त भन्दाखेरि त्यसलाई रोल ब्याक गर्छ। यहाँनिर PHP एडिसन माइग्रेट रोल ब्याक भनेर यहाँनिर आउँछ। यहाँनिर त्यो डाइरेक्ट हामीले PHP एडिसन रोल ब्याक होइन कि PHP एडिसन माइग्रेट रोल ब्याक गऱ्यौँ भने यहाँनिर हाम्रो आउँछ। जस्तै हामीले अहिले फर इक्जाम्पलको लागि अहिले नो गऱ्यौँ, र फेरि हामीले PHP एडिसन यहाँनिर माइग्रेट कोलन रोल ब्याक गऱ्यौँ भने यसले माइग्रेसनलाई के गर्छ त डिलिट गर्छ। त्यही भन्नु मतलब यहाँनिर जुन टेबल बनेको छ त्यो टेबल अब के गर्छ त हटेर जान्छ। माइग्रेसन टेबल बाहेक सम्पूर्ण टेबलहरू के हुन्छ त हट्छ। भनेपछि हामीले रोल ब्याक पनि गर्न सक्छौँ। अब फेरि के गर्न सक्छौँ त फेरि माइग्रेट गर्न सक्छौँ। त्यहाँनिर हामी फेरि के गर्ने त माइग्रेट गर्छौँ। भन्नु मतलब हामी स्ट्याटस हेर्दाखेरि अहिले यिनीहरू पेन्डिङमा रहेको छ, यो जुन माइग्रेसन फाइल रहेछ पेन्डिङमा रहेको छ। अब हामी के गर्न सक्छौँ त फेरि PHP टिसन अनि माइग्रेट गर्छौँ भने फेरि पनि त्यो माइग्रेसन फाइललाई चाहिँ रन गरेर फेरि हामीले टेबल चाहिँ क्रिएट गर्न सक्छौँ। त्यहाँनिर हामीले क्लिक गरिदिन्छौँ, फेरि हाम्रो टेबल चाहिँ बन्छ। र अब हामीले एउटा नयाँ टेबल बनाउनु पर्यो भने के गर्ने, जस्तै फर इक्जाम्पलको लागि हामीले एउटा टेबल बनाउँछौँ। जस्तै स्टुडेन्ट भन्ने टेबल छ। फर इक्जाम्पल स्टुडेन्ट्स भन्ने हामीले टेबल बनाउन चाहन्छौँ। र त्यो स्टुडेन्ट्स भन्ने टेबलमा के फिल्ड छ भन्दाखेरि फर इक्जाम्पलको लागि एउटा आइडी फिल्ड हो, त्यसको नाम के हुन्छ त प्राइमेरी हामीले के राख्न चाहन्छौँ। किनकि हामीले जति पनि टेबल बनाउँछौँ र प्रत्येक टेबलमा हामीले एउटा आइडी दिन्छौँ र त्यसको टाइप चाहिँ प्राइमेरी के हुन्छ। र स्टुडेन्टमा फर इक्जाम्पलको लागि हामीले एउटा नेम भन्ने फिल्ड हाल्छौँ र यसको टाइप चाहिँ हाम्रो के हुन्छ त भ्यारक्यार हुन्छ भने, अथवा भ्यारक्यार हुन्छ। अनि त्यसपछि अर्को एउटा हामी के हाल्छौँ भन्दा इमेल हाल्छौँ। यसरी इमेल पनि हाम्रो के हुन्छ भ्यारक्यार हुन्छ, यसरी भ्यारक्यार। र त्यसपछि के हाल्ने त भन्दाखेरि यसरी जेन्डर हामीले यसरी हाल्न सक्छौँ। जेन्डरलाई हामीले इनम भन्ने फिल्डको टाइप दिन सक्छौँ र त्यसको भ्यालु चाहिँ हामीले के दिन सक्छौँ त यसरी मेल, अनि यहाँनिर हामीले फिमेल भनेर यसरी क्रिएट गर्न चाहन्छौँ। अनि त्यसपछि अर्को फिल्ड चाहिँ के हुन्छ भन्दाखेरि क्रिएटेड अन्डरस्कोर एड भन्ने हामी यो फिल्ड चाहिँ हामीले डिफल्ट फिल्ड हामीले दिनुपर्ने हुन्छ। क्रिएटेड एड अनि यहाँ हाम्रो टाइम स्ट्याम्प हुन्छ, टाइम स्ट्याम्प। अनि त्यसपछि अर्को एउटा लास्टमा हाम्रो के हुन्छ त अपडेटेड भन्ने हुन्छ। अपडेटेड अन्डरस्कोर एड र यसको फिल्डको टाइप पनि फेरि के हुन्छ टाइम स्ट्याम्प। र यो हामीले कतिवटा फिल्ड छ त भन्दाखेरि यहाँनिर हाम्रो 1 2 3 4 5 6 हामी 6वटा फिल्डलाई हामीले के गर्न चाहन्छौँ त क्रिएट गर्न चाहन्छौँ। यो 6वटा फिल्ड कहाँ आउँछ त भन्दाखेरि हाम्रो स्टुडेन्ट भन्ने टेबलमा हामीले दिन चाहन्छौँ। र यसको लागि हामी पहिले के गर्थ्यौँ त भन्दाखेरि PHP माइडुलमा जाने, अनि त्यसपछि फिल्डको नाम अनि त्यसपछि टाइपहरू हामीले डिफाइन गर्नुपर्ने हुन्छ। तर लाराभेलमा के हुन्छ त भन्दाखेरि यो सम्पूर्ण कुराहरू हामीले माइग्रेसन फाइल क्रिएट गरेर त्यो माइग्रेसन फाइलको थ्रुबाट चाहिँ हामीले टेबल क्रिएट गर्ने, त्यसपछि टेबलको फिल्ड क्रिएट गर्ने,
अनि टेबलको फिल्डको लेन्थ कति छ, त्यसको टाइप कति छ भन्ने कुरा सम्पूर्ण कुराहरू चाहिँ हामीले माइग्रेसन फाइलबाट चाहिँ के गर्न सक्छौँ त क्रिएट गर्न सक्छौँ। र माइग्रेसन अब हामीले टेबल स्ट्रक्चर डिफाइन भइसकेपछि टेबलको स्ट्रक्चर कस्तो हुनुपर्छ हामीले कन्फर्म गरिसकेपछि टेबल स्ट्रक्चर कन्फर्म भयो भने कन्फर्म भइसकेपछि हामी के गर्छौँ त त्यसपछि माइग्रेसन फाइल एउटा जेनेरेट गर्ने। एक नम्बरमा हामी के गर्छौँ त जेनेरेट माइग्रेसन फाइल। हामीले माइग्रेसन फाइल के गर्नुपर्ने हुन्छ त जेनेरेट गर्नुपर्ने हुन्छ माइग्रेसन फाइल जेनेरेट गर्ने कमान्ड के छ त त्यसको कमान्ड हामीले कसरी क्रिएट गर्न सक्छौँ त भन्दाखेरि यहाँनिर हामीले बुझ्नुपर्ने कुरा के छ त भन्दाखेरि यसरी PHP अनि त्यसपछि आर्टिसन यो कुरा चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ। हामीले माइग्रेसन क्रिएट गर्दाखेरि कसरी क्रिएट गर्ने त कुन कमान्डले गर्ने भन्ने कुरा चाहिँ यहाँनिर हामीले हेर्न सक्छौँ। PHP आर्टिसन अनि यहाँनिर के हुन्छ मेक भन्ने हुन्छ मेक अनि यहाँनिर हामी कोलन दिन्छौँ माइग्रेसन अनि त्यसपछि यहाँनिर के गर्ने छ भन्दाखेरि क्रिएट भनेर दिइन्छ क्रिएट अनि यहाँनिर अन्डरस्कोर टेबलको नेम हुन्छ टेबल नेम अनि यहाँनिर के हुन्छ त टेबल भनेर हुन्छ क्रिएट अन्डरस्कोर टेबल नेम अन्डरस्कोर टेबल भन्ने हुन्छ। यो कुरा हाम्रो टेबल जुन यो नेम छ यो टेबलको नेमको ठाउँमा हामी के दिन्छौँ टेबलको नाम के राख्ने जस्तै हामीले अहिले के छ त स्टुडेन्ट भनेछ त्यहाँनिर हामी के गर्छौँ त यहाँनिर PHP अनि पछि आर्टिसन यो कमान्ड तपाईँहरूले चाहिँ एकदम मजाले बुझ्नुपर्ने हुन्छ PHP आर्टिसन अनि मेक कोलन अनि माइग्रेसन अनि क्रिएट अनि अब स्टुडेन्टको लागि चाहिँ हामी के गर्नुपर्ने हुन्छ स्टुडेन्ट्स भनेर दिनुपर्ने हुन्छ स्टुडेन्ट्स। टेबलको नाम जहिले पनि के हुन्छ त प्लुरल फर्ममा हुन्छ स्टुडेन्ट छ भने स्टुडेन्ट्स हामीले हाल्नुपर्ने टिचर छ भने टिचर्स हाल्नुपर्ने प्यारेन्ट्स छ भने प्यारेन्ट्स भनेर हाल्नुपर्छ अनि यहाँ हामी के गर्नुपर्ने हुन्छ अन्डरस्कोर टेबल भनेर भने यो दुईटा कुरा यहाँनिर हाम्रो यो दुईटा कुरा चाहिँ एज इट इज रहन्छ यो कुरा एज इट इज रहन्छ। हामीले चेन्ज गर्नुपर्ने भनेको यहाँनिर हामीले यो टेबलको नाम दिन्छ टेबलको नाम जहिले पनि हामी के गर्नुपर्ने हुन्छ प्लुरल फर्मेटमा हाल्नुपर्ने हुन्छ प्लुरल हुनुपर्छ भनेपछि यो जुन हाम्रो कमान्ड छ यो कमान्ड चाहिँ हाम्रो के गर्नुपर्ने हुन्छ तपाईँहरूले चाहिँ याद गर्नुपर्ने हुन्छ कि हामीले माइग्रेसन फाइल कसरी क्रिएट गर्ने हैन यो चाहिँ यो लाइन चाहिँ तपाईँहरूलाई एकदम इम्पोर्टेन्ट हो। यसले के गर्छ त भन्दाखेरि एउटा माइग्रेसन फाइल जेनेरेट गर्छ। त्यो माइग्रेसन फाइल कहाँ जेनेरेट गर्छ त भन्दाखेरि हाम्रो डाटाबेस भन्ने फोल्डर छ डाटाबेस भन्ने फोल्डर हामीले हेर्न सक्छौँ हाम्रो प्रोजेक्टमा त्यसपछि माइग्रेसनमा माइग्रेसन्स भन्ने फोल्डर छ त्यो भित्र चाहिँ हामीले के गर्न सक्छौँ त फाइलको नाम चाहिँ हेर्न सक्छौँ। यो कुरालाई हामीले कसरी प्र्याक्टिकल गर्ने अब यहाँनिर हामीले अगाडि बढ्दाखेरि हेर्न सक्छौँ। यहाँनिर हामीले टर्मिनलमा आइसकेपछि के गर्छौँ PHP आर्टिसन मेक अनि माइग्रेसन अनि यहाँनिर क्रिएट अन्डरस्कोर स्टुडेन्ट्स भनेर हाल्ने अनि त्यसपछि टेबल भनेर यति हालिसकेपछि हामीले के गर्न सक्छौँ माइग्रेसन फाइल जेनेरेट गर्न सक्छौँ इन्टर गर्ने अनि माइग्रेसन फाइल के हुन्छ त जेनेरेट हुन्छ। सरी यहाँनिर के भयो त भन्दाखेरि सरी यहाँनिर मेक माइग्रेसन्स भयो होइन मेक माइग्रेसन मात्रै हुन्छ हामी के गर्छौँ यहाँनिर मेक माइग्रेसन क्रिएट अन्डरस्कोर स्टुडेन्ट्स अन्डरस्कोर यहाँनिर क्रिएट अन्डरस्कोर यहाँ टेबलको नाम हामीले प्लुरलमा हालिसकेका छौँ अनि यहाँनिर टेबल हामी इन्टर गर्छौँ। इन्टर गरिसकेपछि यहाँनिर अहिले हामी भर्खरै यहाँनिर हेर्न सक्छौँ यहाँनिर एउटा फाइल बनेको छ यहाँनिर माइग्रेसन फाइल होइन डाटाबेसभित्र माइग्रेसन भन्ने फोल्डरभित्र यहाँनिर हामीले एउटा माइग्रेसन टेबल यहाँनिर हामीले हेर्न सक्छौँ। र यसलाई फेरि चेक गर्नको लागि फेरि यसरी पनि हामीले चेक गर्न सक्छौँ PHP आर्टिसन माइग्रेट अनि स्ट्याटस यसरी गऱ्यौँ भने हामीले हेर्न सक्छौँ यहाँनिर यो टेबल जुन स्टुडेन्ट्स भन्ने जुन यो छ माइग्रेसन यो ब्याचको हाम्रो यो चाहिँ पेन्डिङमा छ भनेर
हामीले हेर्न सक्छौँ र यो दुईटा सरी यो तीनटा चाहिँ माइग्रेट भइसकेको छ भन्ने कुरा चाहिँ हामीले हेर्न सक्छौँ र अब यो माइग्रेसन फाइललाई हामीले माइग्रेट गर्नु पर्यो भने हामी फेरि के गर्छौँ PHP artisan migrate भन्ने कमान्ड हामीले लेख्नु पर्ने हुन्छ यहाँ PHP artisan migrate अनि इन्टर गर्छौँ इन्टर गरिसकेपछि यहाँ हामी हेर्न सक्छौँ यो माइग्रेसन फाइल के भयो त यहाँ एक्जिक्युट भयो अनि फेरि पनि हामीले यसरी माइग्रेट स्ट्याटस गर्छौँ भने यहाँ हेर्न सक्छौँ यहाँ माइग्रेट रन भयो र यसको ब्याज कति भयो त 2 भयो र यति गरिसकेपछि अब स्टुडेन्ट्स भन्ने टेबल हामीले यहाँ जुन ल्याएका छौँ त्यो स्टुडेन्ट टेबलको दुईटा फिल्ड के भयो त यहाँ हाम्रो सरी यहाँ दुईटा जुन छ यसले चाहिँ तीनटा बनाउँछ यहाँ आइडी र प्राइमेरी की अनि त्यसपछि टाइम स्ट्याम्प के गर्छ त एउटा क्रिएटेड एड बनाउँछ र अर्को अपडेटेड एड बनाउँछ अहिले हामी हेर्न सक्छौँ यसरी यहाँ यसलाई रिफ्रेस गरिदिनु रिफ्रेस गरिसकेपछि यहाँ स्टुडेन्ट्स भन्ने टेबल बनाउँ र त्यसको फिल्ड्स के बनाउँ यहाँ हामी स्ट्रक्चरमा जान्छौँ र स्ट्रक्चरमा गइसकेपछि यहाँ आइडी अनि क्रिएटेड एड अनि अपडेटेड एड भनेर यसले बनाएको छ तर यो तीनटा फिल्ड हामीलाई मात्रै चाहिएन यसको अलावा अरू पनि फिल्डहरू चाहिन्छ भनेपछि हामी के गर्छौँ त यसलाई रोल ब्याक गरिदिन्छौँ रोल ब्याक गर्नको लागि माइग्रेसन गर्नुभन्दा अगाडि नै हामीले चेन्ज गरेको भए चाहिँ गर्नु परेन थियो तर माइग्रेसन गरिसकेका छौँ अब फेरि हामी थप्नु पर्यो तत्कालै भने यहाँ हामी के गर्छौँ भने PHP artisan अनि माइग्रेट कोलन अनि रोल ब्याक अनि इन्टर गर्दिनु इन्टर गरिसकेपछि यो रोल ब्याक भयो अब यहाँ हामीले रिफ्रेस गर्छौँ भने त्यो चाहिँ के भयो त भन्दाखेरि त्यो स्टुडेन्ट्स भन्ने जुन टेबल थियो यहाँबाट हट्यो र यहाँ हामी के गर्ने त भन्दाखेरि माइग्रेसन यसरी यसलाई हामी स्ट्याटस हेर्छौँ भने माइग्रेट स्ट्याटस हेर्छौँ भने यो अब के हुन्छ त पेन्डिङमा जान्छ यसरी हाम्रो पेन्डिङमा जान्छ र यहाँनिर अब हामीले टेबलको फिल्ड्स थप्नु पर्यो भने यहाँनिर क्रिएट भन्ने जुन यो मेथड रहेछ यो मेथडमा हामीले यहाँनिर गरे यसरी इन्टर गरिदिने अनि डलर टेबल अनि के थप्ने त जस्तै हाम्रो के थियो भन्दाखेरि नेम नेम अनि नेम चाहिँ के हो स्ट्रिङ हो यहाँ हामी स्ट्रिङ भनेर लेख्छौँ अनि फिल्ड्सको नाम यहाँ हाम्रो नेम हुन्छ अनि सेमिकोलन अनि त्यसपछि फेरि टेबल टेबल अनि इमेलको लागि चाहिँ के गर्छौँ स्ट्रिङ स्ट्रिङ अनि यहाँ हामी के गर्छौँ त त्यो फिल्डको नाम दिन्छौँ यहाँ इमेल इमेल दिन्छौँ अनि त्यसपछि अरू के थियो त भन्दाखेरि जेन्डर भनेको इनम डलर टेबल टेबल अनि इनम इनम हाल्ने अनि त्यसपछि के त जेन्डर जेन्डर अनि कामा अनि हामीले मेल अनि कामा फिमेल भनेर हामीले देख्न सक्छौँ भनेपछि हामीले आइडी भइहाल्यो त्यसपछि नेम हाम्रो स्ट्रिङ टाइपको छ अनि मतलब यसले के गर्छ त भन्दाखेरि इक्विभ्यालेन्ट भ्यारक्यार क्रिएट गर्छ अनि त्यसपछि यहाँनिर इमेल छ यसले पनि भ्यारक्यार क्रिएट गर्छ अनि त्यसपछि इनम टेबल इनम जुन जेन्डर रहेको छ जेन्डरको पनि भ्यालु चाहिँ हामीले मेल फिमेल मात्रै हाल्न सक्छौँ भनेर इमेल फिल्ड चाहिँ जेनेरेट गऱ्यो अनि त्यसको टाइम स्ट्याम्पले के गर्छ भन्दाखेरि दुईवटा फिल्ड क्रिएट गर्छ एउटा क्रिएटेड एड अर्को अपडेटेड एड र यति गरिसकेपछि यसलाई हामीले के गर्छौँ सेभ गर्छौँ र सेभ गरिसकेपछि यसलाई हामी फेरि के गर्ने त माइग्रेट गर्ने इन्टर गर्ने अनि के गर्छ त माइग्रेट गरौँ अनि हामी यहाँनिर हेर्न सक्छौँ यसलाई रिफ्रेस गरेर स्टुडेन्ट्स अनि यहाँ हामीले हेर्नु फिल्ड्सहरू नेम पनि आयो भ्यारक्यार आयो त्यसपछि इमेल आयो त्यसपछि जेन्डर यसरी इनम भनेर आयो अनि क्रिएटेड एड र अपडेटेड एड भनेर यसरी चाहिँ हामीले गर्न सक्छौँ भनेपछि अबको दिनमा हामीले लाराभेलमा काम गर्नु पर्यो भने कुनै पनि टेबल हामीले बनाउँदाखेरि PHP माइग्रेटबाट चाहिँ बनाउँदैनौँ हामीले सम्पूर्ण कुराहरू के गर्छौँ त माइग्रेसन फाइलको थ्रुबाट चाहिँ गर्न सक्छौँ यदि हामीले केही फिल्डहरूलाई अपडेट गर्नु पर्यो डिलिट गर्नु पर्यो भने हामी सम्पूर्ण कुराहरू चाहिँ माइग्रेसनकै थ्रुबाट गर्छौँ त्यसमा हामीले फिल्डहरूको नाम र त्यसको साइज र त्यसको टाइप चाहिँ हामीले PHP माइग्रेटबाट चाहिँ गर्दैनौँ हस् त धन्यवाद